खाने एजुकेसनको फर्स्ट स्टार्ट स्कुल आइसिडिएस हो। यहाँनिर चाहिँ हाम्रो प्रेग्नेन्टदेखि लिएर 6 इयर्ससम्मको नानीहरूको हामी यहाँनिर उनीहरूको हेल्थ न्युट्रिसनको हामी चाहिँ देखरेख गर्छौँ। यहाँनिर चाहिँ आइसिडिएस सेन्टरमा चाहिँ नानीहरूको अलराउन्ड डेभलपमेन्टको लागि चाहिँ यहाँनिर नानीहरूलाई ल्याइन्छ र नानीहरूको यहाँनिर भाषा विकासदेखि लिएर उनीहरूको फिजिकल्ली डेभलपमेन्टहरू सबै यहाँनिर हुन्छ र उनीहरू पछिबाट भएर सबै आइसिडिएसमै सबै उनीहरूले सिकिसकेको हुन्छ। र यहाँनिर हाम्रो यहाँनिर आइसिडिएस सेन्टरमा 4वटा कर्नर हुन्छ। प्ले कर्नर त देखाउनु, प्ले कर्नर हुन्छ, त्यहाँनिर खेल्ने नानीहरूको सामान हुन्छ। यहाँ बुक कर्नर हुन्छ, यहाँ नानीहरूलाई नक्साहरू कतिवटा लेख्ने पढ्ने यहाँनिर हामीले यस्तोहरू राखेको हुन्छ। नानीहरूलाई कस्तो पाराले पढाउनु पर्ने यस्तोहरू राखेको हुन्छ। उनीहरूको यो सबै सामानहरू यहाँनिर कलर कर्नर हुन्छ। यहाँ कलर छ, नानीहरूले कलर गर्ने, कलर चिन्ने। यहाँ चाहिँ ब्लक कर्नर हुन्छ। यहाँ चाहिँ ब्लकहरू हुन्छ, नानीहरूले त्यो ब्लकहरू हेर्दै चिन्ने। र हामीले यसरी आफ्नो हातहरूले यसरी गरेर बनाएको चाहिँ नानीहरूलाई चिनाउनुको लागि, पढाउनुको लागि, देखाउनुको लागि यो सबै हामीले गरेको छौँ। र आकाशमा हुने यो सबैहरू बनाएर यिनीहरूलाई गरेको छौँ। यहाँनिर पनि यो आकाशमा हुनेहरू, यो जमिनमा हुने के हो र यो पानी मुनि हुने, यो थिम अनुसारले हामी नानीहरूलाई सिकाउँछौँ। र हाम्रो यहाँनिर सेन्टरमा हुने हाम्रो नियमहरू पनि छ, हाम्रो यो रुल्सहरू हो, योहरू पनि हामीले गराउँछौँ नानीहरूलाई। नानीहरू बस्ने र यसरी हामी नानीहरूलाई फिडिङहरू गराउँछौँ। उनीहरूलाई चाहिने हाम्रो जुन उनीहरूको जो स्केलहरू छ त्यही अनुसारले नानीहरूलाई हामी न्युट्रिसनहरू गराउँछौँ, फिडिङ गराउँछौँ। नानीहरूलाई हामी वेटहरू गर्छौँ, उनीहरूको एज, वेट, हाइटहरू हेरेर हामी उनीहरूको सबै आमाहरू पनि देखाइदिन्छौँ र उनीहरूलाई हामी प्लटिङहरू गरेर देखाइदिन्छौँ। र नानीहरू बढ्दैछ कि घट्दैछ, नानीहरूको हेल्थ कस्तो छ त्यो विषयमा हामीले महिनापछि नानीहरूको वेट पनि गर्छौँ। र यसरी नै हामी बिहान 9:30 लिएर हामी 1 बजीसम्म हाम्रो सेन्टर हुन्छ।